हेलो गाइज गुड मर्निङ ल सबलाई गुड मर्निङ। हामी चाहिँ यता ड्युटीतिर हो गाइज, गोर्खा ड्युटीतिर जाँदै हो होइन। त्यसै बाटो त चाहिँ हाम्रो हिँड्दैछ यस्तो। अनि के छ साथीहरू खबरहरू? यतातिर चाहिँ लास्ट इयर भयो होइन, एकदम अब गर्मी बढ्दो क्रम छ। जाडो महिना चाहिँ लगभग सक्यो जस्तो फिल भइसक्यो होइन। जाडो महिना सक्यो अब। लगाइजहरू घाम लगाइरहेको छ हेर्नुहोस् उता, घामको छाया। बिहान लास्टै गर्मी हुन्छ यार अब त। धुलो खाएर बिजोग हुन थाल्यो साथीहरू। ल गाइस, यो माथि घरमा चाहिँ आज को माथि घर छ नि, त्यसमा चाहिँ बिहे रहेछ है। बिहे साथीहरू, निम्तो त आएको छैन, बिहे रहेछ हेर्नुहोस् त। साथीहरू पनि आयो हुन्छ बिहेमा खसीको मासु भात खानलाई है। हाम्रो चाहिँ अब साइड होइन, यहीँबाट सुरु हुन्छ है हाम्रो साइड। यहाँदेखि नै सुरु हुन्छ हाम्रो साइड चाहिँ। प्लम गरिसक्यो, अब नालीको फिक्सिज भइसक्यो। तपाईँको लगभग यो बाटो पुरा पिच हो। 1200-1300 मिटर, 1200 मिटर जति छ हेर्नुहोस्। हाम्रो एकदम रकेट गतिमा काम भइरहेको छ साथीहरू। काम भनेको यसरी हुनुपर्छ, तुफान हो, तुफान एकदम तुफान उड्छ कि तुफान। हेर्नुहोस् गाइस, यसरी हुन्छ साथीहरू काम भनेको। ल हेर्नुहोस्, एकैचोटि मेसिनले पिसिझाएर एकदम बवाल भइसकेको अवस्था छ। काम रकेट गतिमा काम भइरहेको छ साथीहरू। त्यही हो, अब यसरी काम गर्नुपर्छ होइन गाइजहरू। यस्तै त नि हामी, यस्तै त नि ब्रो। के कसो ब्रो? अब यो बाटो पुरा पिच हुन्छ, सर्लक्क परेर कालो मोबिल यहाँनिर किन राखेला, उता नलाएर। अनि यस्तो छ गाइस, अब यसरी हुन्छ काम कुरो भनेको गाइस। हामी चाहिँ यता हाम्रो डम्पिङ स्थल हो यो चाहिँ। हाम्रो गार्मेन्ट्स मेसिन, यो गार्मेन्ट्स मसला गर्ने करार यस्तो छ गाइसहरू ल है। ओके बाई बाई।